निर्वाचन अघिको अन्तिम दिन उच्च अङ्कले बढेको सेयर बजार निर्वाचनपछि कस्तो होला त भन्ने कुरा चाहिँ अब एनालाइसिस गर्नुपर्ने पाटो रहेको छ। निर्वाचन अघिको सेयर बजारले हरियाली देखाएर बन्द भयो। निर्वाचनपछि सुधार हुने अपेक्षाले लगानीकर्ताले सेयर खरिद गर्दा बजारमा हरियाली छाएको छ। निर्वाचनपछि स्थिर सरकार हुने र अर्थतन्त्रमा सुधार हुने अपेक्षा लगानीकर्ताहरूको रहेको छ। साँच्चै नै निर्वाचनपछि स्थिर सरकार बन्ने हो भने बजारले नयाँ उचाइ लिनेमा कसैको पनि शङ्का छैन। बजारले अहिले राजनीतिक स्थायित्व खोजिरहेको छ। नीतिगत सुधारहरू भएका छन्, तर पनि राजनीतिक स्थायित्व नहुँदा बजार बन्न नसकेको हो। अब राजनीतिमा सुधार हुने हो भने बजार कसैले रोकेर रोक्न सकिने अवस्था छैन। मङ्गलबारको सेयर बढाइले पनि अब मुलुक नयाँ युगमा प्रवेश गर्दैछ भन्ने सङ्केत दिएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन अघिको अन्तिम कारोबार दिन सेयर बजारमा उल्लेख्य सुधार भएर बन्द भएको छ। मङ्गलबारको बजार 38.52 अङ्कले बढेर बन्द भएको। यसले के सङ्केत गर्छ भने सेयर बजार निर्वाचनपछि बढ्छ नै भन्ने हो। विगत केही समयदेखि 2600 को आसपासमा रहेको नेप्से सूचक मङ्गलबार 2700 माथि उक्लिएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। पछिल्ला दिनमा 4 देखि 5 अर्ब रुपियाँको हाराहारीमा सीमित भइरहेको कारोबार मङ्गलबार 6 अर्ब 23 करोड रुपियाँभन्दा बढीको सेयर किनबेच भएको देख्न सकिन्छ। निर्वाचन नजिकिँदै जाँदा लगानीकर्तामा देखिएको उत्साहले बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ भने निर्वाचनपछि बन्ने सरकारको स्वरूप र नीतिगत दिशा हेरेर बजारले थप प्रतिक्रिया दिने पनि धेरै लगानीकर्ताहरूको एनालाइसिस रहेको देख्न सकिन्छ। अब सबै कुराहरू राम्रै देख्न सकिन्छ। निर्वाचनपछि बन्ने सरकारले घोषणापत्रमा निर्वाचन अघिको अन्तिम दिन उच्च अङ्कले बढेको सेयर बजार निर्वाचनपछि कस्तो होला त भन्ने कुरा चाहिँ अब